कुनै पनि ठूलो र जटिल विषयको चुरो कुरो पत्ता लगाउनु छ भने नि एउटा सुनौलो नियम छ। सधैँ पैसालाई पछ्याउनुहोस्। पैसा कहाँबाट आइरहेको छ, कहाँ जाँदैछ र त्यसको साँचो खासमा कसको हातमा छ। आज हामी ठिक यही गर्नेछौँ। हामीले प्राप्त गरेका आधिकारिक दस्तावेज र सूचनाहरूले अन्तर्राष्ट्रिय अनुदान र विकास परियोजनाको नाममा भइरहेको एउटा निकै डरलाग्दो खेलको पर्दाफास गरेका छन्। आउनुहोस् यसको गहिराइमै पुगौँ। 44,01,805 अमेरिकी डलर हो, करिब 58.5 करोड नेपाली रुपैयाँ। र अचम्मको कुरा के छ भने यो कुनै अनुमान वा हावामा बोलिएको कुरा होइन, यो त स्वयं परियोजनाकै आधिकारिक दस्तावेजमा प्रष्ट लेखिएको तर स्रोत नखुलेको वा भनौँ अनफन्डेड बजेटको विशाल खाडल हो। यति ठूलो रकम त्यसै हराउनु वा अभाव हुनु सामान्य प्राविधिक गल्ती त पक्कै होइन। यसले त सिधै ठूलो वित्तीय अपारदर्शितातर्फ इशारा गरिरहेको छ। आजको यस स्रोत आधारित विश्लेषणमा हामी नेपालमा सञ्चालित प्रमुख विकास परियोजनाहरू, खास गरी सहकारी बजार विकास कार्यक्रम अर्थात् CEMDP र दिबो पर्यटन परियोजना अर्थात् STP भित्र भएका भनिएका गम्भीर अनियमितताहरूको चिरफार गर्नेछौँ। सुशासनका अभियन्ताहरू र सूचनाको हकबाट प्राप्त आधिकारिक सरकारी दस्तावेजहरूले कसरी एउटा अकल्पनीय यथार्थलाई बाहिर ल्याएका छन् त्यो हामी विस्तृतमा हेर्नेछौँ। आजको हाम्रो छलफल मुख्य गरी यी 5 बुदामा केन्द्रित हुनेछ। पहिलो, 11 मिलियन डलरको बजेटको खाका। दोस्रो, समानान्तर सत्ताको खेल। तेस्रो, हराएका सम्पत्ति र बिचौलिया। चौथो, STP र LVGA को भित्री रणनीति। र अन्त्यमा उजुरीकर्ताहरूका कडा माग र चेतावनीहरू। सुरु गरौँ पहिलो विषयबाट, 11 मिलियन डलरको खाका। CMDP को सुरुवात एकदमै राम्रो लक्ष्यका साथ भएको थियो, बिचौलिया रहित बजार बनाउने र किसानलाई प्रत्यक्ष फाइदा पुर्याउने। तर बजेट बाँडफाँड हेर्दा जो कोही झस्किन्छ। करिब 11.4 मिलियन डलरको कुल बजेटमा हाम्रो नेपाल सरकारले 50 लाख डलर अर्थात् करिब 51 करोड रुपैयाँ लगानी गर्यो। तर मुख्य दाता भनिने UNDP को लगानी कति थियो त? जम्मा 20 लाख डलर। अनि बाँकी 44 लाख डलरभन्दा बढी रकमलाई अनफन्डेड अर्थात् स्रोत नखुलेको भन्दै त्यत्तिकै छाडियो। अब विचार गरौँ त, सबैभन्दा ठूलो लगानी आयोजक राष्ट्रकै छ, तर नियन्त्रण कसले गरिरहेको छ? यहाँ प्रस्तुत गरिएको आधिकारिक दस्तावेजमै 44 लाख डलरलाई अनफन्डेड अमाउन्ट भनेर तोकिएको प्रष्ट देखिन्छ। यत्रो ठूलो बजेट अभाव छ भन्ने थाहा हुँदाहुँदै पनि परियोजना किन सुरु गरियो अनि पछि किन अलपत्र पारेर छोडियो? सूचना बाहिर ल्याउने अभियन्ताहरूले यहीँबाटै वित्तीय अनियमितताको ठूलो खेल सुरु भएको दावी गरेका छन्। अब लागौँ दोस्रो विषयतर्फ, कसरी समानान्तर सत्ताको अभ्यास गरियो। बजेटको अपारदर्शितासँगै जोडिएको अर्को गम्भीर पाटो भनेको PIU अर्थात् प्रोजेक्ट इम्प्लिमेन्टेसन युनिट हो। सुन्दा यो एउटा सामान्य परियोजना कार्यान्वयन गर्ने एकाइ जस्तो लाग्छ। तर प्राप्त उजुरी र आरोपहरू अनुसार यसलाई नेपाल सरकारको सिंहदरबारभित्रै एउटा समानान्तर सरकारकै रूपमा प्रयोग गरियो। किन त भन्दा हाम्रा आफ्नै स्थानीय र सरकारी अनुगमन प्रणालीलाई बाइपास गर्न र सम्पूर्ण खरिद तथा नियुक्तिमा एकाधिकार जमाउन। खासमा सम्झौता अनुसार त नेपाल सरकारका सहसचिव स्तरका अधिकारी प्रोजेक्ट नेशनल डाइरेक्टर हुनुपर्ने थियो, तर वास्तविकता अर्कै भएको आरोप छ। उनीहरूको सम्पूर्ण कार्यकारी अधिकार खोसेर UNDP का प्रोजेक्ट म्यानेजरको हातमा सुम्पियो। नेपाल सरकारको पैसा सिधै विदेशी संस्थाको खातामा पुग्यो। यहाँसम्म कि हाम्रा केही तत्कालीन सचिव र सहसचिवहरूले विदेशी एजेन्टले झैं काम गर्दै यसमा मौन स्वीकृति दिएको अत्यन्तै गम्भीर आरोप स्रोतहरूले लगाएका छन्। तेस्रो विषय, हराएका सम्पत्ति र बिचौलियाहरूको प्रवेश। कागजी कुरा छाडेर अलि ग्राउन्ड रियालिटी अर्थात् जमिनको वास्तविकता हेरौँ। परियोजना अन्तर्गत 52वटा पिकअप गाडी र 45वटा कुलिङ चेम्बर खरिद गरिएका थिए। यी सामानहरू खासमा वास्तविक किसानको हातमा पुग्नुपर्ने थियो ताकि उनीहरूले आफ्नो पसिनाको उब्जनी सिधै बजारमा बेच्न सकुन्। तर आरोप के छ भने यी महँगा स्रोत साधनहरू वास्तविक किसानले होइन, सीमित पहुँचवाला र बिचौलियाहरूले पो हत्याए। स्रोतहरूले यसलाई सिधै कर्पोरेट छलकपट वा ग्रीन वाशिङ भनेका छन्। बाहिर देखाउन बिचौलिया विहीन बजारको मिठो नारा लगाइयो, तर भित्रभित्रै झोलामा मात्र सीमित रहेका नक्कली वा झोले सहकारीहरूलाई ती स्रोत साधन जिम्मा लगाइयो। गरिब किसानको नाम बेचेर निजी व्यापारी र बिचौलियालाई पोस्ने काम भएको कुरा विभिन्न अनुसन्धान वा उजुरीहरूले छर्लङ्ग पारेका छन्। अब कुरा गरौँ चौथो र अझै महत्त्वपूर्ण विषयको, STP र LVGA रणनीति।
सीएमडीपीको विवादास्पद समाप्तिपछि ठिक त्यही शैलीलाई निरन्तरता दिन अर्को परियोजना खडा भयो दिगो पर्यटन परियोजना अर्थात् एसटीपी। र यहाँ प्रयोग गरिएको मुख्य हतियार हो एलभीजीए अर्थात् न्यून मूल्यको अनुदान सम्झौता। सुन्दाखेरि यो तल्लो तहको सशक्तिकरणका लागि ल्याइएको जस्तो लाग्छ नि, होइन? तर स्रोतहरूका अनुसार यो त स्थानीय तहको बजेट दोहन गर्न ओछ्याइएको एउटा भयानक पासो मात्र हो। उजुरीकर्ताहरूले दावी गरेअनुसार यो पासो कसरी काम गर्छ त्यो हेरौँ। पहिलो चरणमा सङ्घीय पर्यटन बोर्डबाट 50% बजेट तानिन्छ। त्यसपछि होफेन र विटोप जस्ता मध्यस्थकर्ता एनजीओहरूलाई मैदानमा उतारिन्छ। उनीहरूको काम भनेको मेयर, वडा अध्यक्ष र प्रदेश मन्त्रीहरूलाई लोभ्याउने र म्याचिङ फन्डको नाममा उनीहरूको स्थानीय र प्रदेश बजेटबाट थप 30% रकम तान्ने हो। यसको सीधा अर्थ के हो भने कुल बजेटको 80% लगानी हाम्रै नेपाली करदाताको हुन्छ, तर पीआईयू मार्फत त्यो 100% रकमको साँचो भने मुख्य दाता भनिने विदेशी निकाय अर्थात् यूएनडीपीको हातमा पुग्छ। र फेरि पनि यो कुनै हावामा गरिएको दाबी हुँदै होइन। यहाँ देखाइएको कल फर प्रपोजलकै डकुमेन्ट हेर्नुस् न। एलभीजीए अन्तर्गत अनुदान वितरण गर्ने भन्दै नीतिगत रूपमै कसरी स्थानीय स्रोतको खुलेआम दोहन भइरहेको छ भन्ने कुरा सूचना अभियन्ताहरूले सप्रमाण बाहिर ल्याएका छन्। र अब अन्तिम खण्ड, उजुरीकर्ताको दावी र एक्सन। जवाफदेहिता खोज्ने यो यात्रा पक्कै पनि सजिलो थिएन। सन् 2022मा सूचनाको हक प्रयोग गरेर सुरुवाती विवरण माग्दा महिनौसम्म सूचना लुकाउने र ढाकछोप गर्ने प्रयास गरियो। तर अभियन्ताहरू रोकिएनन्। सन् 2025मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा सप्रमाण गम्भीर उजुरीहरू दर्ता भए। र कुरा त्यहाँ मात्र रोकिएन। सन् 2026मा त यो विषय सिधै न्युयोर्क स्थित संयुक्त राष्ट्र सङ्घको अडिट र अनुसन्धान कार्यालय अर्थात् UNOAI सम्म पुगिसकेको छ। उजुरीकर्ताहरू अहिले अत्यन्तै आक्रोशित छन् र उनीहरूका मागहरू पनि त्यत्तिकै कडा छन्। उनीहरूले UN हेडक्वार्टरबाटै स्वतन्त्र अडिट हुनुपर्ने र बिचौलियालाई बाँडिएका राज्यका सम्पत्तिहरू तुरुन्त फिर्ता हुनुपर्ने अडान लिएका छन्। अझ महत्त्वपूर्ण कुरा, अख्तियार र UNOAI को अनुसन्धान चलिरहेको भन्दै नेपाली करदाताको पैसामाथि रजाई गर्ने UNDP, STP, होफेन जस्ता संस्थाहरू र उनीहरूसँग मिलेमतो गरी राज्य संयन्त्रलाई पङ्गु बनाउने ती भ्रष्ट सचिव तथा सहसचिवहरूलाई कुनै हालतमा नछाडिने कडा चेतावनी दिएको छ। उनीहरूको मुखुण्डो पूर्ण रूपमा उद्दाङ्ग भइसकेको उजुरीकर्ताहरूको दाबी छ। अन्तमा यी सबै प्रमाण र दाबीहरूले एउटा अत्यन्तै गम्भीर र रगत उमाल्ने प्रश्न खडा गरेका छन्। जब अन्तर्राष्ट्रिय विकास र अनुदानको नाममा हाम्रै करको पैसा र हाम्रै प्रशासनिक संयन्त्र यसरी नियन्त्रित जालुको बन्धक बन्छ, तब एउटा सार्वभौम राष्ट्रको हैसियत के हुन्छ? के हामी सधैँ यस्तै बिचौलिया र भ्रष्ट कर्मचारी तन्त्रको चङ्गुलमा फसिरहने हो? यो प्रश्नले पक्कै पनि हामी सबैलाई गहिरो सोचमा धकेल्नेछ।